समीर भट्टको मोस्ट अवेटेड मुभी सिनेमा हलमा रिलिज भइसक्यो एन्ड म यो भिडियोमा यति हार्डकोर नेगेटिभ वेमा रिभ्यू गर्दिन किनकि मैले धेरै नै हार्डकोर रिभ्यू टिजर र ट्रेलर रिभ्यूमा गरिसके। फिल्मलाई सन्तोष सेनले डाइरेक्ट गर्नु भएको छ। फिल्म इन्ट्रेस्टिङ छ जस्तो थिएन, तर जब मैले आज फिल्म हेरे आई वाज नट रङ इन दैट टाइम, नट फुल्ली बट 70 to 80% आई वाज नट रङ। भिडियोमा अगाडि नेगेटिभ पोइन्ट भन्ने छु, तर त्यो भन्दा अगाडि पोजिटिभ पोइन्ट डिस्कस गर्ने छु। यसको स्ट्रङ पोइन्ट यसको प्रेजेन्टेसन हो। स्टोरी टिपिकल छ, त्यही वान म्यान भर्सेस पोलिटिशियन वाला एंगल यो फिल्ममा देखाइएको छ, तर यसलाई प्रेजेन्ट गर्ने तरिका एकदम इन्ट्रेस्टिङ छ। इजी र सिम्पल वेमा फिल्म अगाडि बढिरहेको छ। र अर्को पोजिटिभ पोइन्ट हो यसको भाइलेन्स, स्पेशली क्लाइम्याक्सको महाकाली वाला सिन्स। त्यो हेरेर सलार फिल्मको याद आयो। अन्य एक्सन सिक्वेन्स पनि त्यति नै ग्रान्ड स्केलमा सुट गर्न खोजिएको छ, तर ल्याक अफ रिसोर्सेसको कारणले त्यति ग्रान्ड हुन सकेन। अब कुरा गरौँ यसको नेगेटिभको बारेमा। फर्स्टमा यसको एक्टर्सलाई युटिलाइज गर्न नसक्नु नै यसको मेन नेगेटिभ हो। जबकि सन्तोष सेन तपाईसँग सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी जस्तो भर्सटाइल एक्टर समेत हुनुहुन्थ्यो, तर तपाईले उहाँहरूलाई युटिलाइज गर्न सक्नु भएन। सौगात मल्लकै कुरा गरौँ, कृषा चौलागाईले पिताम्बरमा जुन लेभलको एन्ट्री दिलाउनु भएको थियो, जसको एन्ट्री पछि प्रदीप खड्का र दयाहाङ राईको क्यारेक्टर पनि फिका लाग्न थालेको थियो। यो फिल्ममा त्यस्तो पोटेन्शियल भएको एक्टरलाई वेस्ट गरिएको छ। त्यस्तो एक्टरको स्क्रिन टाइम न त धेरै छ, न त त्यति इम्प्याक्टफुल नै छ। नेक्स्ट नेगेटिभ थिङ भनेको यसको भिजुअल इफेक्ट हो। सन्तोष सेन सर ग्रान्ड स्केलमा एक्सन सिक्वेन्स खिच्ने बजेट थिएन, म बुझ्छु, तर जति पनि एक्सन सिक्वेन्सहरू सुट भएको छ त्यो एक्सन सिक्वेन्समा भिएफएक्स त राम्रो हुन सक्थ्यो। आजलाई यति नै, त्यति हार्डकोर गइन, किनभने बलिदानको पिआर टिमहरूले मलाई कमेन्टमा गाली गर्छन्। यो मुभी हेर्न जानु हुँदैछ भने हाई एक्सपेक्टेसन नराख्नु होला। यो फिल्मलाई म वान टाइम वाचको क्याटेगोरीमा राख्न चाहन्छु। इफ यु लाइक माई भिडियो देन सब्सक्राइब। मेरो धरती आमालाई बेच्न खोजिस्, कुटिलको बलि नत्र मातृभूमिको लागि।